एभ्रिवान स्वागत छ तपाईलाई लाइफस्टाइल च्यानलमा। शुभ प्रभात भन्न चाहे सबैजनालाई। कस्तो हुनुहुन्छ सबैजना? म चाहिँ एकदम ठीक छु, तपाईहरु पनि ठीक हुनुहुन्छ, आराम हुनुहुन्छ भन्ने आशा राख्दछु। आज हो बिहीबार अनि अहिले बजेको छ बिहानको 5। म चाहिँ मेरो दिनचर्या सुरुवात गरे है त। आज म के गर्छु, कहाँ जान्छु, कसरी आजको दिनचर्या मेरो रहन्छ, सबै कुराहरू तपाईसँग नै शेयर गर्ने अनुमति मागे है त। बिहानीको ताजा मौसम यति रमाइलो छ। बिहान बिहान हल्का पानी परेको थियो, त्यसैले एकदमै रमाइलो भएको छ। त्यो भन्दा पनि तपाईलाई एउटा कुरा देखाउँछु। आज मेरोमा सानो सानो अस्तिको काँक्रा यत्रो भइसक्यो है। 1 2 3 अनि भित्र पनि 4 हैन, अनि यो 5 यता पनि 6 7 8 है, अनि यसले सानोले 9 वटा काँक्रा यसरी मजाले लटरम्म फलेको छ है। यो सानो ड्रम काटेर मैले लगाएको। यो सस्तो पनि पर्छ, ड्रम खासै महँगो पर्दैन, तर यो वर्षौ टिक्छ भनेर मैले यसरी लगाएको थिएँ। लगभग बोडी पनि फेरि खाने भइसकेको छ अनि यस्तो मजाले फलेको छ। हेर्नुस् न, माथि नै सम्म टुप्पैसम्म फलिदेऊ माया भन्थे नि, अरू त्यस्तै भएको छ है। जर फेददेखि टुप्पोसम्म फलेको छ यसरी हैन। यसरी मेरो फुलहरू फुलिरहेका छन्। मलाई एकदमै रमाइलो लाग्छ छतमा आएर एकछिन बस्नलाई है। एकदमै रमाइलो छ मेरो घरको छतबाट देखिने दृश्य। मेरो साथीको घरमा हेर्नुस् है, परेवा कति धेरै आएका। मेरो साथी पनि उठेछन्, सफा गर्दैछन्। मेरो छिमेकी साथी देख्नुभयो नि। वाह, परेवालाई चारो दिने चलन छ उहाँहरूको। त्यो भएर म पनि दिन्छु, दिन त यहाँ ल्याएर राखिसके। यसरी पानी पनि पिउँदैछु है। त्यसैले अब म घरको काम सुरुवात गर्दैछु। अब चाहिँ मेरोमा गुलाब यसरी फुलेको छ है। लटरम्मा कस्तो फुलको सिजन भएर होला, मलाई एकदमै रमाइलो लाग्छ यो टाइम हैन। फुल एकदम, म चाहिँ एकदमै नेचर लभर हो नि त। एकदमै फुलहरू, इन्डोर प्लान्टहरू एकदमै रोप्न एकदमै धेरै मन पराउँछु। त्यसैले तल पनि मजाले फुलेको छ गुलाब, अर्को कलरको। म फेरि देखाउँला है तल गएँ भने। कस्तो राम्रो कोपिलाहरू टन्न लागेको पनि छ। यसरी फुल्दै पनि छ। एक झुप्पा त फुलेर यस्तो पनि भइसक्यो है। आज म यसलाई भगवानजीलाई चढाउँछु। यसरी फुलेको छ मेरो फुलहरू है। यो हो मेरो कृष्णकली है। यो पनि मजाले फुलेको छ क्या यो वर्ष चाहिँ है। मजाले फुलेको छ यसरी। अनि अर्को कुरा चाहिँ मलाई मनपर्ने, बिहान बिहान आएर हेर्न मनपर्ने बोगनभिलिया। कुनै पनि एउटा पनि हाँगा नछोडिकन मजाले यसरी फुलेको छ क्या यसरी है। ओ माई गड, यति मनपर्छ मलाई। 2वटा कलरको फुल छ, यस्तो राम्रो भएको छ। हेर्दा पनि यति आनन्द लाग्दैन है। यसरी देखियोस् बाटोबाट हेर्नेले पनि भनेर यसरी राखिदिएको छु। यो चाहिँ व्हाइट कलरको यो हाँगामा है। यता चाहिँ पिङ्क मिक्स छ। यो चाहिँ रेड हो, फुल्दैछ। यो चाहिँ बल्ल बल्ल बाँच्यो। कागले टेक दिएर के ठुलो थियो बोट, फेरि यत्रो भइरहेछ यो चाहिँ। तल अहिले तपाईहरुलाई म गुलाब देखाउँछु है, मेरो घरको अर्को कलरको। लगभग मेरो खाना तयारी भइसक्यो। अब अन्डा उम्ल्यो भनेपछि भयो खाना चाहिँ। किन भन्दा मेरो बच्चाहरू चाहिँ बिहानै जान्छन् नि त स्कुल। 7:40 मै आइसक्छ गाडी उनीहरूको।
त्यसैले अब चाहिँ म घरको काम गर्छु, सरसफाइ होइन, फोहोर छ एकदमै घरहरू चाहिँ सरसफाइ गर्छु, पूजा गर्छु होइन, अलिकति धार्मिक पनि त हुनु पर्यो नि त होइन। त्यसैले म घर सरसफाइ गर्छु। आज पूजा गरेर मात्र तपाईँहरूसँग बल्ल भेट्छु है त। त साथीहरू, मैले चाहिँ घरको काम सकिसकेँ। घरको काम सकेँ, बच्चाहरू स्कुल पनि पठाइसकेँ, हस्बेन्ड पनि अफिस, म चाहिँ हिँडिसकेँ रेडी भएर बजार। किन भन्दा काम छ अलिकति सानोतिनो, अनि बजार जान्छु, के काम गर्छु, कहाँ जान्छु सबै तपाईँहरूलाई अपडेट दिने छु। अब म चाहिँ लागेँ घरबाट बजार है त। चाहिँ आइसकेँ जमल पुलमा, अनि मान्छेको भिड। म चाहिँ लुखुर एक्लै हिँड्दैछु है यसरी। अब म चाहिँ जाँदैछु पासो। यो चाहिँ हो रानी पोखरी है, यो चाहिँ हो रानी पोखरी, यो चाहिँ स्काई टावर है। यहाँबाट हेर्नु सुन्दर दृश्य है, कस्तो छ त काठमाडौँको रानी पोखरी। अहिले एकदमै राम्रो बनाएको छ है, सफा पनि। अब म जाँदैछु असनतिर। यस्तो भिडमा पनि सवारी साधन भनेर भन्न नमिल्ने, आफूले लिएर आयो भने पनि यसै घिसार्दै लैजानुपर्छ। के गर्नु, गाह्रो छ। यसरी हिँडिया छु म चाहिँ। मन्दिर पनि आयो। अब म चाहिँ जाँदैछु पूजाको सामग्रीहरू किन्नको लागि। भिडभाड छ बेसन, गर्मी पनि छ। त्यसपछि कता हुन्छ, फेरि भेट्छु है त। म चाहिँ पसलमा आइसकेँ है, पूजा पसलमा। त साथीहरू, मैले सामान लिइसकेँ पूजाको। अब म चाहिँ जाँदैछु अरू किनमेल गर्न। धुलो धुवा, मान्छेको भिड एकदमै धेरै है। म चाहिँ जाँदैछु न्यू रोड साइडमा है, हल्ला छ। मेरो आवाज सायद कम आएको होला। यसरी
भने जस्तै पाउँदैन यार। के हो खोजेको चिज केही पाएन है मैले चाहिँ होइन। व्हाइट प्लाजो खोजेको केही पाएन बजारमा। म अहिले रञ्जना गल्लीमा छु है। रञ्जनामा हेर्छु त्यही पनि पाउँछ कि एक पिस। पहिला कपडा हाल्दाखेरि एकदम धेरै घुम्थेँ नि त म, त्यही भएर आएको पाउँछ कि भनेर। त साथीहरू म चाहिँ फर्किएँ अलिअलि सामान किनेर यो न्यु रोड गेट। अब म चाहिँ घरतिर लागेँ है। म घर पुगेर मात्रै सायद भेट्छु होला हजुरहरूलाई है। अब चाहिँ त साथीहरू म चाहिँ आइसकेँ घरमा बजारबाट। एकदमै गर्मी भएको छ, गाह्रो पनि भएको छ। एकछिनमा मैले के लिएर आएँ त्यो देखाउने छु तपाईँहरूलाई। धेरै सामान त ल्याइनँ तर पनि के ल्याएँ तपाईँहरूलाई देखाउने छु। मैले बजारबाट ल्याएको सामानहरू यति नै हो। यो चाहिँ मन्दिरमा साइडमा राख्नको लागि चाहिएको थियो, त्यो भएर यो हो पूजा गर्ने कपुर। अनि यो चाहिँ हो धुप है। अनि यो चाहिँ हो कुमकुम होइन। यो कुमकुमको रहस्य के छ भन्दा कुमकुम लगाएपछि अबिरले पूजा गर्नु पर्दैन अरे। किन भन्दा अबिर कतिपय भगवानलाई चढ्दैन नि त, जस्तो शिवजी भगवानलाई, विष्णु भगवानलाई, अनि नाग देवतालाई, हनुमानजीलाई चढ्दैन नि त अबिर होइन। त्यो भएको भएर चाहिँ यो अबिर अघि पछि चाहिन्छ भनेर ल्याएको। तर यो कुमकुम चाहिँ कुमकुम अनि अष्टसुगन्धहरू चाहिँ जुनसुकै भगवानलाई पनि चढ्ने भएको भएर चाहिँ यो स्पेसल राम्रो भनेर ल्याएर आएँ है। त्यसपछि यो कपडामा राख्ने कपुर, यो चाहिँ पूजाको भाँडा धुनलाई पिताम्बरी, यो चाहिँ सक्सहरू होइन, घर बस्दा लगाउने खुट्टा पोल्छ नि त, यो चाहिँ पूजा गर्न लगाउने नै यो पनि होइन। अनि यो धुप पार्ने नेपाली कागज अनि चौतिलहरू होइन। अनि यो चाहिँ धुपकै धुलो है। यसरी ल्याएर आएँ। यति नै हो आजको सामान। बजार पुगेर यो लिएर आएँ होइन। अनि यो चाहिँ हो दाउ, के काट्नलाई हुन्छ नि, त्यो भएर यो दाउ चाहिँ सस्तोमा पाइयो कि। यहाँ 1000 भनेको थियो कि यहाँको पसलमा। उहाँ चाहिँ कति भन्यो भन्दा सबै देखाउँदिनँ ल, कहिलेकाहीँ यो गर्छ नि त युट्युबले पनि, त्यो भएर देखाइनँ। यहाँ चाहिँ उहाँ चाहिँ 500मा पाएँ कि, त्यो भएर लिएर आएँ। राम्रो लाएर होइन। यति नै ल्याएँ, अरू खासै केही लिएन। यहाँ चाहिँ इनरवेयर छ अलिकति, त्यति नै हो मैले आज ल्याएको सामानहरू है। अब चाहिँ म चाहिँ एकछिन रेस्ट गर्छु। अनि त्यसपछि बच्चाहरू आउँछन्, अनि के खाने के नखाने सबै कुराहरू त्यसपछि भेट्छु है त। अब म चाहिँ एकछिन रेस्ट गर्छु है। त साथीहरू स्कुलबाट बच्चाहरू आइसके, अनि पानी पनि आयो घरमा। मजाले पानी आएको छ अहिले चाहिँ है। कस्तो मजाले मौसम चाहिँ एकदम सफा आनन्द लाग्दो भएको छ। एउटा बाहिर बसेर खाजा खाँदै, एउटा चाहिँ भित्र बसेर खाजा खाँदैछन् है उनी चाहिँ। अनि म पनि कफी सँगसँगै पोहा खाँदैछु है। चिसो चिसो मौसम सँगसँगै तातो तातो कफी सँगै आजको भिडियो यहीँनिर अन्त गर्छु। फेरि नेक्स्ट भिडियोमा भेटौँला। कस्तो भयो मेरो भिडियो होइन, बनाउने शैली। स्टार्टिङमा छु, कमेन्ट गर्न नभुल्नु होला, प्रतिक्रिया दिन पनि नभुल्नु होला, अनि सब्सक्राइब गर्न पनि नभुल्नु होला है त।